यो एउटा खेत सकिने बित्तिकै हामी चाहिँ माथि जान्छ। हामी चाहिँ माथि आइसक्यौँ है। एउटा रुखसिङै बोकेर हिँड्दै यार। यो शीतल शीतल भएको ठाउँतिर सबतिर मान्छे बस्ने। हाम्रो पञ्चमाया बजेले कसौडी बोकेर बस्नु भयो फेरि। ल मैले चाहिँ ल्याम्लुम पारिसकेँ भात। सबैजनाले यसो लाइक कमेन्ट सेयर हानिदिनु होला। आमा र बजे चाहिँ बिउ बोकेर कता हो फेरि। Wait for end. रुको जरा सबर करो। हेलो गाइज, गुड मर्निङ। आज चाहिँ हामी रोपाइँको दोस्रो दिनमा छौँ। हेर्नुहोस्, गोरु जोत्दै हुनुहुन्छ यहाँ चाहिँ। हामीले अस्ति पानी नभएर यो बारी दुईटा, यो खेत दुईटा चाहिँ सघाउन सकिएन, पानी नै नभएर। हिजो चाहिँ डेन्जर पानी पर्थ्यो राति, त्यही भएर अहिले चाहिँ पानी पुरै भरिएछ बारीमा। हेर्नुहोस्, यो सिनहरू पनि बबाल देखिन्छ है। यहाँबाट चाहिँ टक्क भ्यू पनि खतरा देखिरहेको छ। यो पारीभित्र झन् बबाल देखिन्छ यहाँबाट, हरियाली। आमा यस्तो सुन्दर ठाउँ छ है। हेर्नुहोस्, अब हामी चाहिँ यो एउटा खेत सकिने बित्तिकै हामी चाहिँ माथि जान्छौँ। फेरि यो आली तासेको ठाउँमा अब माथि जान्छौँ हामी सकेपछि। हेर्नुहोस् गाइज, यस्तै छ। घाम पनि डेन्जर लागिरहेको छ। घामले त दिनदिनै डेन्जर हान्छ। पानी पर्ने त नाम निशानै छैन। राति मात्रै अलिअलि बेला बेलामा परिरहेको छ। हेर्नुहोस्, हिजो रोपेको धान हेर्नु त सबै हरियै थियो। सबै घामले सब टुप्पो टुप्पो सब मरिसकेको छ। यसको सबै त्यस्तै भयो कि यो बारी खेतभरि नै यस्तै भएको छ सबै। एक हल गोरुको पछि 3 जना छ आली लगाउने। 2 जना दाइहरू र म छु। 3 जना छौँ। टक्क आली लगाउने झ्याम झ्याम। ल त्यही गाइजी, हेर्नुहोस्, अब म पनि लाग्छु आली लगाउन। अब हामी माथि बारीमा पुगेपछि फेरि भिडियो देखाउने छु म तपाईँहरूलाई कस्तो रहेछ त्यहाँ माथिको बारी भनेर। ल गाइज, प्रसाद दाई खुसी छ आज मस्तसँग। ल है त गाइज, अब माथि गएर भेटौँला है। ल गाइज, हामी चाहिँ माथि आइसक्यौँ है। माथि आएर पनि यहाँ दुईटा लाइन जोतिसक्यौँ हामीले। जोतेर खनेर रेडी भइसक्यो। ऊ त प्रसाद दाई छ, ऊ त ऊ प्रसाद दाई त्यहाँ चट्ट के भन्दैछ प्रसाद दाईले। ऊ खुसी भइरहेको छ मस्तसँग। ल यता चाहिँ भेनाले जोत्दै हुनुहुन्छ। घाम डेन्जर लाहा डेन्जर। आम्मामा टाउको फुट्ला जस्तो भइरह। क्या बवाल भ्यू देखिन्छ यार, सिन पनि। आम्मामा गाउँघरमा बस्नुको मजा नै बेग्लै छ नि गाइज। ल हेर्नुहोस्, यस्तो स्वर्ग भूमि छ ठाउँ पनि होइन। यस्तो रमाइलो ठाउँहरू। असारमा चाहिँ रमाइलो हुन्छ। जे होस्, पानी भयो भने खेतमा चट्ट लाएर आली लगाउने, गोरु जोत्ने, खन्ने, कस्तो रमाइलो हुन्छ नि दिउँसो। ल यो गरामा अब चाहिँ पालो यो गराको छ। यो गरामा उता छेउतिर पानी पुग्दैछ होइन, अलिक पुगेको छैन। बजे चाहिँ यहाँ मास रोप्दै हुनुहुन्छ। मास रोप्नु पऱ्यो नि, मास मस्याङ चटक्क लाएर। ल हेर्नुहोस्, यस्तो छ अवस्था। घामले चाहिँ अति हान्छ गाइज। घामले चाहिँ टाउको फुट्ला जस्तो गरिरह। अब हाम्रो भोलिको लागि चाहिँ धेरै छैन। अब भोलिको लागि चाहिँ यो एउटा गर उतापट्टिको सम्म त भ्याइन्छ आजै नै। यो एउटा रहन्छ अनि उता माथि दुईटा तिनवटा सुर्ख छ। माथिको 2टा मात्रै बाँकी रहेछ। माथिको चाहिँ गाउँ चाहिँ यो माथि भइहाल्यो। ल हेर्नुहोस्, फेन कुदाउनु कुद्दैन है। यस्तो छ नि रमाइलो गाइज। हेर्नुहोस्, रेल चढ्न टाढा जानै पर्दैन होइन। रेल चढ्न टाढा जानै पर्दैन क्या सर।
ल हेर्नुहोस् यस्तै छ हाम्रोतिर। ए आमा र बजी चाहिँ बिउ बोकेर कता हो फेरि? ल म चाहिँ उता आमाहरू भर्न जान्छु होइन, आमा बजीहरू भर्न एकछिन गफ हान्नु पऱ्यो गएर। घामले लास्ट हान्यो कि यता शीतलमा बस्ने ठाउँ नि कहीँ पनि छैन कि गाइस। शीतलमा बसेर एकछिन यसो रेस्ट हान्नु भने ठाउँै छैन, पुरै रुख एउटा पनि छैन यता नजिक खेततिर। ल हेर्नु कहीँ छैन कि रुख कहीँ पनि छैन। पानी तातिएर आमा टेक्न नसक्नु भयो फेरि। हेर्नु यता भइरहेछ काम चाहिँ। अब हाम्रो बाँकी भनेको यति नै हो, हेर्यादेखि यति बाँकी रहेको छ। अब यो पनि हुन्छ अहिले नै। प्रसाद दाइले पुरा शीतलमा बस्नको लागि भनेर त्यहाँ के काट्न गइसकेको छ स्याउला। ल हेर्नुहोस् गाइस, गाउँघरमा मान्छे नभएर खेतबारीको अवस्था यस्तो छ है, पुरै जङ्गल, मान्छे छैन के गर्ने यार। माथि मात्रै अलिअलि रोप्छ मान्छेले, यतातिर सब जङ्गल भइसक्यो, सब छोडिदिइसक्यो यार सबै यार। गाउँघर लास उजाड भइसक्यो यार। हामी चाहिँ पहिला सानोमा हुँदाखेरि हेरे यता कमेरो माटो खन्न आउँथ्यौँ है, सेतो। आजभोलि चाहिँ यो पहिरो झरेर खन्दैन मान्छेहरू कसैले नि। ल हेर्नु त, कमेरो नत्र पहिला चाहिँ यहाँ बवाल निस्किन्थ्यो क्या, कहाँ कहाँदेखिको मान्छेहरू आउँथ्यो क्या कमेरो खन्नलाई चाहिँ। ठाउँ चाहिँ यस्तो छ हेर्नुहोस्। प्रसाद दाइले शीतल बस्नको लागि पुरा स्याउला काटेर ल्याइसकेको छ। घाम पनि डेन्जर हाने त अनि घामले पोल्छ अरे, चट्ट बसेर खाने रे क्या। अब ल प्रसाद दाइको आइडियालाई चाहिँ मान्नै पर्छ। हामी चाहिँ खानी र हिँड्ने डुल्ने मात्रै हो, यस्तो टेक्निक लाउन सकिँदैन गाइस। हेर्नुहोस् प्रसाद दाइलाई चाहिँ धेरै कुराको ज्ञानहरू छ क्या फेरि। ल प्रसाद दाइ अब चटक्क लाएर बोकेर जान थाल्यो। म पनि जान्छु अब प्रसाद दाइ सँगसँगै माथि। ल हेर्नुहोस् गाइस, यस्तो हो पुरै सरर र आमा एउटा रुख सिङ्गै बोकेर हिँड्दै यार। एउटा रुख त सर्लकै सरर तानेर क्या। अब ल हेर्नुहोस्, अब यहीँ काट्ने यसलाई। प्रसाद दाइले अब यहीँ ड्याङ्की ड्याङ काटिदिन्छ अरे। अब लास्टै घाम के घाम पनि आमा। ल हेर्नुहोस्, ल हेरौँ गाइज, हेरौँ यस्तो हो आइडिया भनेको। अब ल हेर्नु, अब यहाँ टक्क शीतलमा बस्ने, खाजा खाने, भात खाने। घाम पनि क्या डेन्जर लाग्छ अनि आमा छ्या, यस्तो घामले त ढाल्छ मान्छेलाई। ल हेर्नुहोस् गाइज, यस्तो बन्यो शीतल छहारी चाहिँ। प्रसाद दाइसँग कसले सक्ने के गाइज यार। ल हेर्नु त, यस्तो बवाल बनाइदिनु त एकैछिनमा शीतल बस्ने ठाउँ। यस्तो घाममा कहाँ बस्ने त गएर, अन्त त यार ठाउँै छैन, बवाल बनाइदियो। यो त मान्छे बस्ने, यो शीतल शीतल भएको ठाउँतिर सबतिर मान्छे बस्ने अनि खाजा खाने। हाम्रो चाहिँ अब यहाँ भात खाने बेला भयो होइन। प्रसाद दाइले ल्याम कि ल्याम काँक्रो टोकिरह। यता यता यस्तो छ रमाइलो, हेर्नुहोस्। यी चट लाएर हाम्रो पञ्चमाया बजेले कसौडी बोकेर बस्नु भयो फेरि। बजेहरू नलजाइकन खानु है, काम कहाँ काम। यी सन्तोष दाइको बुढाबुढी फेरि लप परेर यता साइडतिर लुगी लुगी खाइरहेको छ। आमा गाह्रो छ गाई चाहिँ हेर्नुहोस्। नयाँ नयाँ जोडी भएको भएर लाज लाएर हेर्नु, यो रुखको छेल पारी पारी लुगी लुगी खाइरहेको छ दुईजना। ल गाइज यस्तै छ हेर्नुहोस्। अब हाम्रो चाहिँ भोलि रोपाइ सकिन्छ यतापट्टि साइडमा चाहिँ चट्ट लाएर। हाम्रो आमा त तल कुनातिर लुगेर बसिरहेछन्, खै देख्दै देखिन्न।
नयाँ जोडीलाई आइडिया दिँदैछन् हाम्रो आमाले भात खाने बेलामा लजाउनुहुन्न यताउता भन्दै। ल मैले चाहिँ ल्याम्लुम पारिसकेँ भात चाहिँ। अब हाम्रो चाहिँ अब भोलि चाहिँ चट्ट लाएर सकिन्छ। बोधे भोलि त भाले ढाल्ने होला नि होइन? भाले ढाल्ने होइन भोलि? मैजारको दिनमा त भाले खाने होला नि भोलि त। खसी ल ठिक छ ल। बजेले भनेपछि सक्यो। भोलि चाहिँ खसी ढल्छ है गाई चाहिँ हाम्रो चाहिँ। ल अब हामी चट्ट लाएर अब उ त्यो तलसम्म 2-4वटा गरा रोपेर अब लाग्छौँ घरतिर। अब भोलि चाहिँ कतिखेर सकिन्छ अब भोलि नै देखाउँछु म तपाईँहरूलाई। हेर्नुहोस् ल हेर्नुहोस् अब भोलि चाहिँ हाम्रो यो 2टा यो एउटा यो 2टा अनि यता माथि 2टा छ बाँकी। यति भएपछि सकिन्छ। रुखमा हेर्नु गाइस कस्तो अड्किया जस्तो देखिरह है रुखमा फेरि। गम्माया बजे गम्माया नि त त्यो बजेको नाम? गम्माया तामाङ बजे चाहिँ रुखमा चढेर बसिराख्नु भएको छ। खाजा खान आउनु भनेको त्यो बजेलाई लजाएर आउनु भएन। भर्खरको तरुनी मान्छेहरू त्यस्तै हो कि बजे लाज लाग्छ अलिअलि। भोलि मैजार चट्ट सकिन्छ ल। खसी खाइदिने हो हामी है। पुच्छर घुमेको खसी ल हेर्नुहोस् गाइज। यहाँ फेरि के छिर्यो यसो फेरि ल हेर्नु त। यस्तो यस्तो हुन्छ गाइज। बजेले भोलि खसी ढाल्ने भनेको यो बजेले त्यही भएर आज यहाँ खसी परिसकेछ 4 खुट्टे। होइन पानी हो। सबैजनाले यसो लाइक कमेन्ट सेयर हानिदिनु होला। खसी परेछ रक्सीमा ल ठिक छ।